नाम मात्रै परिवर्तन भएको किनभने त्यो आकार त्यो फ्यामिली ट्री स्ट्रक्चर फरक छ तर त्यो कुरा त सबै एउटै लत्थी नेची सुसी त्यो त एउटै हो त्यो सबै भोट बर्मेली भाषामा मिल्छ त्यो सबै भोट बर्मेली भाषा कुनै ठाउँमा जस्तो भुटानको बुमथाङ भाषामा त्यो दुईको लागि अर्कै शब्द आउँछ जो अनौठो छ तर सबै भाषामा त्यो लिम्बू जस्तै भन्नुपर्ने कुरा केही पनि छैन किनभने मेरो बारेमा तपाईँहरूलाई थाहा छँदै होला म 42 वर्ष अगाडि विद्यार्थीको रूपमा दुईजना बुढो भनेको कपोबाले मलाई पठाएकै थिए टेलिफोनमा एकजना जर्मनीको अनि एकजना हल्यान्डको बुढो अहिले जर्मनीको अहिले खस्नुभयो विन्टर भन्ने युरोपेली भाषा परिवारको भाषाहरूको तुलनात्मक इतिहास भाषा विज्ञानको अनुसन्धान गर्ने प्राध्यापक हुनुहुन्थ्यो अनि उसँग फ्रेडरिक कोटल्यान्ड भन्ने हल्यान्डको पनि त्यही क्षेत्रमा त्यही किसिमको अनुसन्धान गर्ने ठुलो प्राध्यापक हुनुहुन्छ अहिलेसम्म हुनुहुन्छ अनि तिनीहरूले मलाई लिम्बुवानको महत्त्व देखेर ऐतिहासिक महत्त्व देखेर अनि लिम्बू भाषाको व्याकरणको ठुलो महत्त्व देखेर मलाई पठाएको थियो कुन महत्त्व देखे तिनीहरूले यो लिम्बू भाषाको बारेमा धेरै किताबहरू थिएन त्यतिखेर तर जस्तो लिङ्ग्विस्टिक सर्वे अफ इन्डियामा अनि कुनै अर्को यस्तो सानो किताबमा लिम्बू भाषाको बारेमा कुनै जानकारी आयो अनि त्यो जानकारी अनुसन्धान गरेर उनीहरू युरोपेली भाषा परिवारको प्राध्यापक भए तापनि उनीहरू अर्को भाषा परिवारको अनुसन्धान पनि गर्थे अनि अध्ययन राम्रोसँग गर्थे त्यसैले त्यो ट्रान्स हिमालयन ल्याङ्ग्वेज फ्यामिली अथवा पहिला त्यसलाई इन्डो चाइनिज पनि भन्थ्यो अथवा साइनो टिबेटन तर त्यो एउटा गलत भाषा परिवारको रुखको प्रणाली हो अनि त्यो सोच त त्यागेको आजकल तर भोट बर्मेली भन्नु मिल्छ अथवा ट्रान्स हिमालयन त्यो भाषा परिवारलाई त्यो भाषा परिवार पुरा हाम्रो संसारको 2 नम्बर भाषा परिवार यति धेरै मान्छे बोल्छन् लिम्बू बाहेक बर्मेली टिबेटन किरान्ती भाषाहरू सबै त्यस्तै किसिमको भाषाहरू लगभग 300-400 वटा विभिन्न भाषाहरू बोल्ने विशेष गरी धेरै मान्छे म्यान्ड्रिन चाइनिज पुथोखा अथवा गोयु अथवा त्योसँग सम्बन्धित अर्को चिनिया भाषा जस्तो हक्कियन हाक्का क्यान्टोनिज चेच्याउ बोल्छन् तर त्यो एउटा मात्रै शाखा हो एउटा सानो शाखा हो मान्छे धेरै छन् बोल्ने तर त्यो भाषा परिवार अन्तर्गत लगभग 41 वटा विभिन्न शाखा छ अनि हरेक शाखाभित्र धेरै भाषाहरू पर्छन् अनि चिनिया शाखा एउटा मात्रै सानो शाखा हो अर्को शाखाहरू छ जस्तो नेवार बराम अनि थामीसँग एउटा शाखाभित्र पर्छन् अनि विभिन्न शाखाहरू हुन्छन् अनि त्यो भाषाहरूको तुलनात्मक अनुसन्धान गरेर लिम्बू भाषाको व्याकरणको ठुलो महत्त्व देखेको थियो कपोबाले किनभने उनीहरूले त्यो अनुमान जे गर्यो त्यो मैले पनि यहाँ आएर लिम्बू भाषा बोलेर अलिकति मात्रै नेपाली भाषा बोलेर त्यहाँको लिम्बू भाषा बोल्ने समुदायले मलाई सिकाइदियो मेरो शिक्षक सबै तम्फुलाको मान्छेहरू विशेष गरी हाम्रो सपना शुभको बुवा
नारायण प्रसाद पाङयाङ्गु मैले त्यसलाई अनि सबै गाउँको मान्छेहरूले त्यसलाई याङ सुरुम्बा भन्थ्यो किनभने ऊ साइला हो। अनि उहाँले मलाई देखेको बजारमा घुम्दा यता उता फिर्दै बेकाममा त्यहाँको बाहुन छेत्री नेवारसँग कुरो गर्दै जो बजारमा बस्थे। अनि लिम्बू मान्छे पनि हुनुहुन्थ्यो बजारमा, तर त्यो लिम्बू मान्छेहरू उनीहरूको समय थिएन। उनीहरू यो बजार आएर फेरि छिटो छिटो आफ्नो घर फर्केर जान खोजेको एउटा आवश्यक सरकारी काममा उनीहरू जिल्ला पञ्चायतमा जान्थ्यो अनि त्यहाँ त्यो काम सफल पारेर जान्थ्यो। अर्को पनि कुनै लिम्बू मान्छे बजारमा बस्नुहुन्थ्यो, उनीहरू नभए नेपाली भाषा बोल्थे आपसमा, नभए उनीहरूले लिम्बू नै भएर लिम्बू पनि बोल्थ्यो। तर त्यो जिल्ला पञ्चायतमा एकदम ठुलो मान्छे भएर म जस्तो सानो तुच्चो मानवसँग जो अन्य जातिसँग कुरो गर्न उनीहरूको फुर्सद थिएन। अनि त्यसैले उहाँको बुवाले हाम्रो सपनाको बुवाले मलाई देखेर यो मान्छे हाम्रो भाषा सिक्न खोजेको तर उसको केही प्रगति भएको छैन, अब 2 हप्ता यता घुम्दै फिर्दै कुनै प्रगति गरेको छैन। अनि उसले मलाई घरमा लग्यो अनि आँगनमा सबै मान्छेहरूसँग कुरो गर्दा म त 1-2 घन्टाभित्र त्यो 2 हप्तामा सिकेको कुराभन्दा धेरै कुरा सिकेँ। अनि त्यहाँदेखि मेरो लिम्बू भाषाको अध्ययन सुरु भयो। अनि त्यहाँदेखि मैले केही कुरा थाहा पाएँ जो त्यो व्याकरणमा पनि लेखेको थियो। पहिला पश्चिम बर्लिन, पहिला त्यो पश्चिम जर्मनीको पश्चिम बर्लिनमा प्रकाशित भएको लिम्बू व्याकरणमा सबै लेखेको छ। तर अहिले नयाँ संस्करण एकदम ठुलो संशोधित संस्करण अनि धेरै कुरा थपेको छ त्यसमा। त्यो अहिले नेपाली दाममा उपलब्ध हुन्छ। अनि जे कुरा मैले त्यो व्याकरणमा लेखेको जो एकदम लिम्बू भाषाको एउटा विशेषता हो, यो व्याकरण नेपाली अथवा ल्याटिन अथवा फ्रान्सिसी भन्दा एउटा समृद्ध व्याकरण। यो क्रियापदको रूपशास्त्र हेरेर यो क्रियापद जस्तो हरेक भाषामा नेपालीमा पनि सकर्मिक र अकर्मिक क्रिया छुट्याइन्छ, तर लिम्बू भाषामा यो सकर्मिक क्रिया कारक अथवा कर्तासँग मात्रै सहमत नभई यो प्राप्तक अथवा कर्मसँग पनि सहमति देखाउँछ, दुईटैसँग सहमति देखाउँछ क्रियापदले। अनि फेरि यो लिम्बू भाषामा 6वटा सर्वनाम वर्ग नभई 11वटा छ। 11वटा किनभने हाम्रो पहिलो दोस्रो अनि तेस्रो व्यक्ति बाहेक हाम्रो एकवचन द्वैवचन जो संस्कृतमा पनि थियो, पुरानो अङ्ग्रेजीमा पनि थियो 1000 वर्ष अगाडि, अहिले छैन। तर लिम्बू भाषामा अहिलेसम्म छ द्वैवचन अनि त्यसपछि बहुवचन 3देखि उता 3वटादेखि उता त्यो त बहुवचन। अनि त्यसबाहेक पहिलो व्यक्तिभित्र हामी सर्वसमावेशक आंशी 2 जना अथवा अनि धेरैजना अनि अनन्य अथवा एक्सक्लुसिभ अनन्य हामी छुट्याउँछ। आंशी गे अथवा अनि गे त्यो हामीलाई लिम्बू भाषामा छुट्याउँछ। भनेपछि लिम्बू भाषामा 11वटा सर्वनाम वर्ग हुन्छ। त्यसबाहेक त्यो सकर्मिक क्रिया दुईतिर सहमति देखाएकोले कारतक र कर अथवा कर्तासँग प्राप्तक र कर्मसँग पनि हरेक कालमा हरेक सकर्मिक क्रियाको 44वटा रूप हुन्छ, विभिन्न रूप हुन्छ। सकारात्मक रूपमा अनि नकारात्मक रूपमा फेरि 44वटा विभिन्न रूप देखाउँछ क्रियापदले।
त्यो एकदम एउटा समृद्ध भाषा अनि त्यसैले त्यसको रूपशास्त्र एकदम रुचि लाग्दो हो। अनि अहिले जो कुरा पहिला मान्छे त्यसको बारेमा धेरै लेख्थ्यो त्यो नौलो निस्केको कि पुरानो हो कि कसो भनेर अहिले दुनियाँमा चीन होस्, जापान होस्, रुस होस्, जर्मनी अथवा अमेरिका होस्, सबै तुलनात्मक भाषा विज्ञानको अनुसन्धानकर्ताहरूले त्यो प्रमाण देखायो के भने लिम्बू भाषाको व्याकरण पुरानो छ। जो अहिले लिम्बू भाषाको क्रियामा रह्यो त्यो पनि अर्को किराँती भाषामा रह्यो, पुरानो छ। अनि जो सिचुवान भनेको चीनको एउटा प्रदेशभित्र पर्ने जारोङ लगभग 12वटा जारोङ भाषाहरू हुन्छन्, तिनीहरूको व्याकरणमा पनि त्यही प्रणाली देखिन्छ जो एकदम पुरानो हो, जो पुर्ख्यौली भाषामा अथवा पुर्ख्यौली भाषाको पालादेखि बाँकी रह्यो अनि अहिलेसम्म जीवित रूपमा देखिन्छ लिम्बू भाषामा। अर्को भाषा जस्तो पुतोपा अथवा बर्मेली भाषा, बर्माको बर्मेली भाषा अथवा भोट तिब्बतको भोटे भाषा धेरै परिवर्तित रूपमा आयो। जस्तो आजकलको अङ्ग्रेजी धेरै परिवर्तित रूपमा आयो अनि पहिलाको जस्तो होइन। अनि त्यसैले यो लिम्बू भाषा त्यो पूर्व मानव सभ्यताको लागि अनि तुलनात्मक भाषा विज्ञानको लागि यसको महत्त्व धेरै ठुलो छ। हाम्रो पुर्ख्यौली भाषा बुझ्नको लागि, हाम्रो इतिहास बुझ्नको लागि। त्यसैले अनि त्यसबाहेक सबभन्दा आवश्यक भन्नुपर्ने कुरा एउटा मात्रै छ, यो भाषा यति धनी छ। यहाँ कुनै धनी जस्तो तरुणीहरू मैले देखेँ, तर जवान मान्छे पनि देखेँ तनेरीहरू, तर जवान मान्छेहरू लिम्बू भाषा बोल्नुपर्छ। विदेशबाट आएको मिठफुट्ला बोल्यो भने राम्रो, बोलेन भने पनि केही मतलब छैन। अनि पेनी बाहा त बोल्यो भने राम्रो, बोलेन भने, तर हाम्रो सन्तान बोल्नुपर्छ, नभए त्यो भाषाको इतिहास टुट्छ। टुटेपछि फेरि मर्मत गर्न सकिँदैन। हामी आफ्नो सन्तानलाई, आफ्नो नाति नातिनीलाई हामी तिनीहरूलाई सबै लिम्बू भाषाको माध्यमद्वारा बोल्नुपर्छ। त्यसैले हेन्जा बिचानु पेनी बाम पाम्पोङ अथवा यातुङ बाम पाम्पोङ पेनी बाम मेन बातले पेनी बाम मेन बातले पुला बाम मेन बातले यातुङ बाम पाम्पोङ। विशेष गरी बच्चाहरूसँग तिनीहरू पाल्नुपर्छ। उनीहरू स्कुलमा हाम्रो राष्ट्रिय भाषा नेपाली सिकिहाल्छ। विदेश जानलाई, अस्ट्रेलिया जानभन्दा अगाडि अङ्ग्रेजी भाषा त सिकिहाल्छ, तर लिम्बू भाषा त आफै बोल्नुपर्छ बचपन। त्यहाँदेखि दिमागको पनि विकास हुन्छ, किनभने त्यस्तै समृद्ध व्याकरण भएर बचपनदेखि बुद्धि बढ्छ, बच्चाको बुद्धि बढ्छ, किनभने त्यो एकदम बुद्धि भएको व्याकरण हो लिम्बू भाषाको। त्यसैले त्यही हो, मैले भन्नुपर्ने त्यति मात्रै हो, अरू केही भन्नु पर्दैन। साह्रै खुसी छु तपाईँहरूसँग फेरि भेट्न पाएर, किनभने पहिला म पनि आएको छु। यहाँको प्रणाली र त्रिभुवन विश्वविद्यालयको प्रणाली धेरै फरक छ। यहाँ एकदम रमाइलो। हामी सबैबाट परिचित हुन्छ होइन। नेदरल्यान्ड्समा जन्मिनु भएको प्रोफेसर डाक्टर जोर्ज भ्यान ब्रेन, उहाँ चाहिँ विश्व प्रख्यात यो भाषा विज्ञानको अनुसन्धानकर्ता, अध्येता र विद्वान हुनुहुन्छ। अनि उहाँले चाहिँ 1987 मा यो लाइडेन युनिभर्सिटीबाट चाहिँ पिएचडी गर्नुभएको हो। ग्रामर अफ लिम्बू। अनि उहाँले लिम्बू भाषाको ग्रामर लगायत अन्य छुट्टै निकाल्नु बोल्ने भाषाहरूको ग्रामर लेख्नु भएको छ। र हामी यो चाहिँ लिम्बू स्टडी सेन्टर भएको हुनाले हाम्रो कन्सर्नको कुरा ग्रामर अफ लिम्बू भनेको हो। अनि उहाँको चाहिँ विशेष रुचि देखिन्छ यो हिमालयन ल्याङ्ग्वेज प्रोजेक्ट अर्थात् यो ट्रान्स हिमालयन एरियामा बोलिने भाषाहरू सम्बन्धी उहाँको चाहिँ देखिन्छ, रुचि छ। त्यसै अन्तर्गत उहाँले यो रोलेक्स
आइसक्नु भएको छ। उहाँ हाम्रो यो किराँत एसोसिएसनको मानार्थ सदस्य पनि हुनुहुन्छ, हामी सबैलाई थाहा छ। अनि उहाँले भाषा सम्बन्धी किताब लगायत द टेल अफ टी भन्ने पुस्तक पनि लेख्नु भएको छ। अनि उहाँले चाहिँ एउटा नयाँ कुरा भाषा विज्ञानमा एउटा नयाँ कुरा चाहिँ प्रपोज गर्नुभएको छ, कन्सेप्ट ल्याउनु भएको छ। त्यो हो साधक प्रणाली हाइपोथेसिस। मैले अहिले यति भने अब यस पछाडिबाट चाहिँ यहाँ सबै कुराहरू कसरी बनाइरहने भनेर हाम्रो बिना खालिमज्यूबाट सुरु हुन्छ। म बिना खालिम राई लिम्बाल अध्ययन केन्द्रको सचिव। अब धेरै हामी यो फर्मल नबनाउने, एकदम इन्फर्मल अनि फटाफट सक्ने दिगतिर छौँ। त्यसैले मैले चाहिँ अरू कुरा केही गरिनँ, जानकारी दिनु म डक्टर हाम्रो प्रोफेसर डक्टर जर्ज भुजेले हाम्रो लागि धेरै कन्ट्रिब्युसन गर्नुभएको छ। त्यसको लागि हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। अब हामी सरासर आफै परिचय गरेर एकचोटि अनि त्यसपछि अन्तर्क्रियामा हामी सिधै छलफलमा हामी है हस्। थ्याङ्क यू। यहाँबाट अलिक भोल्युम बढाउनु